हामीसँग करोडौं जनता छ, करोडौं जनता छ जसले हेर्नुस्, म तपाईको न्यूज च्यानलबाट पनि सम्पूर्ण नेपाली दाजुभाइ दिदीहरूलाई भन्छु, आज नै यो अन्तिम दिन हो। यदि आज यो गणतन्त्र नढाल्ने हो भने नेपाली जनताले 15 देखि 20 वर्षको अन्तरालमा यो देशलाई फिजी बनाउँदैछ, इन्डियाले हेर्दै जानु होला। आजबाट के हुन्छ भन्नुस्? आजबाट के हुन्छ? आजबाट गणतन्त्र ढल्छ, लाखौं लाख करोडौं जनता सडकमा आउने वान छ। जबसम्म यो गणतन्त्र ढल्दैन तबसम्म हामी जनता सडकमा आइरहन्छौँ। अब हाम्रो कन्टिन्युटी जान्छ। आजबाट हाम्रो यति चाहिँ कमजोर छ गणतन्त्र। गणतन्त्र कमजोर कसरी छ? कुन ताका बलियो थियो र कुन यो गणतन्त्र नेपाली जनताले ल्याएको हो? नेपाली जनताले तपाईको मत सर्वेक्षण गरेर ल्याएको हो होइन नि? यो गणतन्त्र पहिल्यै कमजोरी थियो। यो विदेशीको शक्तिबाट आएको गणतन्त्र हो। यो कुनै बलियो गणतन्त्र थिएन। प्रधानमन्त्री ओलीले भनेको बिर्सिनु हो? आज चाहिँ नेकपा एमालेको कब्जामा हुनुभएको बिर्सिनु हो? होइन, उहाँले 2-4 हजार जनता ल्याएर उहाँले कब्जा गर्नु सक्नुहुन्छ भने गर्नुहोस्, तर हामी लाखौं 15 लाख जनताले चाहिँ उहाँहरूलाई घेर्दैछौँ। यो कुरा पनि उहाँहरूले बुझ्नुपर्छ होइन। 2-4 हजार कार्यकर्ता ल्याएर काठमाडौँ कब्जा हुर्ने भइजाबे त राजाबाडीले 20 हजार जनता ल्याएर अस्ति नै कब्जा गरिदिसके। हामी आज 15 लाख जनता ओडाल्दैछौँ सडकमा। बुझ्नुभयो बुझ्दैन? 15 लाख जनता हाम्रो सडकमा साँच्ची हो नि? आइसकेका छन् जनता। 15 लाख जनता आइसकेका छन्। सारा नेपालीले बुझ्दैछन् अबको 15 वर्षमा यदि आज राज संस्था स्थापना नगर्ने हो भने यो देश इन्डियाको राष्ट्रपति हुन्छ। हेर्दै जानुस्, कुनै दिन यिनीहरूले अब के गर्छन् भने 15 वर्षपछि इन्डियाको खेलमा यो देशमा राष्ट्रपति जनताले चुन्ने व्यवस्था ल्याउँछन्। त्यसपछि तपाईँ भन्नुहोस्, हामी लिम्बूले लिम्बूलाई भोट, मगरले मगरलाई भोट, नेवारले नेवारलाई भोट हालेर बस्छौँ। तर जब इन्डियाको मान्छे यहाँ प्रधानमन्त्रीको राष्ट्रपतिको लागि उठ्छ उनीहरूको बाहुल्य जम्छ। किनकि प्रत्येक वर्ष यिनीहरूले नाइट त विधेयक ल्याएर 2 देखि 5 लाख जनालाई नाइट त दिइरहेको छन्। अनि हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ यहाँबाट विदेश लखटिरहेका छन् र उनीहरू यहाँ नेपालमा आइरहेका छन्। नेपाली घट्ने विदेशी बढ्ने, त्यो हिसाबले गर्दाखेरि अब यो देशलाई बचाउनको लागि यदि तपाईँ चाहनुहुन्छ यो देशलाई अखण्ड राष्ट्र राख्न चाहनुहुन्छ भने तपाईँले कुनै पनि हालतमा नेपालमा राष्ट्र संस्था चाहिन्छ। अहिलेसम्म तपाईँहरूलाई केही धरपकड अथवा तपाईँलाई बन्देज केही गरिरहेको छ कि छैन सरकारबाट? अब बन्देज किन लाउने? कतिजनालाई लाउने? कतिजना लाउने? आज रिङ रोड नछिर्ने भनेको थियो नि त। रिङ रोड यो के हो? रिङ रोड भित्र होइन र? हामी त अब दरबारमा अगाडि जाँदैछौँ। रिङ रोड भनेको त पहिलाको कुरा। हामी रिङ रोड भित्र त छिरिसक्यौँ। अब हामी दरबार भित्र जाँदैछौँ। दरबारमा खोलेर दरबार भित्र राजलाई लिएर आउँदैछौँ। हामी आजै गर्नुहुन्छ त्यो काम? आजै गर्ने हो। ढिला किन नभए पनि हामी राति 12, 14, 24 घण्टा हामी सडकमा हुनेछौँ। अब हाम्रो आन्दोलन निरन्तर रहन्छ। हामी कुनै हालतमा पर्खिनेवाला छैनौँ। अब हस्, थ्याङ्क यू। हस्, धन्यवाद।